तो हेलो गाइस, गुड मर्निङ है साथीहरू, सबैजनालाई भन्न चाहन्छु। आज म सानो भिडियो लिएर आएको छु साथीहरू है। लास्टमा हेर्नु होला गाइस, कस्तो लाग्यो के हो कमेन्ट पनि गर्नु होला। मर्निङ टाइममा नास्ता बनाउने क्रममा है आज म पलाउ बनाउने छु है गाइस। त्यसैले लास्टसम्म हेर्नु होला, कहाँदेखि हेर्छ कमेन्ट गर्नु होला गाइस। यो भिडियो कहाँसम्म गएछ कमेन्ट गर्नु होला, मेरो पेजलाई पनि फलो गर्नु होला। सी यू गाइस, देखते आगे वीडियो में है। ओके, तो हेलो साथीहरू, कैसे आप सब ठीक होंगे गाइस। तो शिवाज मॉर्निंग टाइम छोटा सा वाला वीडियो। तो गाइस लास्ट तक बने रहे, लास्ट तक जरूर देखना कैसा लगा। तो आज हम बना रहे पुलाव, वेज पुलाव है गाइस। वेज पुलाव बना रहे, वेज पुलाव खाने के लिए बहुत ही अच्छा रहता है, टेस्ट भी रहेगा गाइस। तो गाइस पुलाव के लिए तैयार है। देखिए ये दालचीनी का पत्ता, ये सब, ये हरी मिर्च हो गई, ये प्याज हो गया, और इस पे जीरा डालेंगे गाइस। पहले चाहिए जीरा है, जीरा हो गया। ये तेज पत्ता, और इसके साथ ये तो ये अभी फिर प्याज को डालेंगे गाइस। प्याज को डालेंगे, फिर ये देखो उसके बाद अदरक लहसुन का पेस्ट अच्छे से। फिर इधर देखो गाजर मिर्च हो गया, ये मटर हो गया, और इधर चावल भी आगे रखे गाइस। तो आगे देखिए आगे
लगाइदिनु यसमा पुरा उठिनु पुदिना हुन्छ है हर धनिया यसमा हाल्नुपर्छ मसलामा हालेपछि एकदम राम्रो खुसबु आउँछ त्यही भएर हाल्नु होला एकदम टेस्ट पनि टेस्ट है टेस्ट हो यस्तरी अब यो यस्तरी हल्लाइदिएपछि पुरा मिक्स भएपछि त्यसपछि हामीहरू हाल्छौँ चामल यो मैले चामल रुजाएको पानीमा अगाडि पानीमा रुजाएपछि पछाडि एकदम राम्रो बन्छ क्या पानी अनुसार हालेपछि यो मैले हाले चामल गाइस चामल हालिदिएपछि अब यसलाई हल्लाइदिउँ है हल्लाइदिनु पऱ्यो भन्यो हल्लाइदिनु भनेपछि मैले कति 4 गिलास चामल हालेँ 4 गिलास चामल हालेपछि है यसमा हाल्नुपर्ने मैले कति गिलास पानी हजुर चामल कस्तो छ चामल अनुसार है 6 गिलास हाले पनि जुत्छ अथवा 7-8 पनि खान्छ कोही चामल पानी जे भन्छ कोही कम खान्छ त्यसमा पनि छ त्यसपछि म कति 6 गिलास हाल्ने भएछु 5वटा यो 6वटा गिलास राम्रोसँग हाल्दैछ गाइस हालिसकेपछि हाम्रो पलाउ चाहिँ रेडी हुनुको लागि अब यो हाल्यो पानी हाल्यो 6 गिलास पानी हालिदिएँ गाइस मैले है साथीहरु यम्मी टेस्टी पुलाव है यम्मी टेस्टी पुलाव यो हेर त अब एकदम राम्रो भइसक्यो यसमा अब हामी एक सिटी बजाउँछौँ सिटी बजाएपछि कस्तो लाग्यो हेर्नु पर्यो यो हेर भइसक्यो एक सिटी बजाउँछौँ सिटी बजाएपछि यो कुकर लगाइदिए आज भोलि हेर नयाँ सिस्टमको कुकर आइरहेको छ गाइस अब रेडी भइसकेपछि हेरौँला कस्तो हुन्छ के हुन्छ त गाइस सबैले लाइक गर्नु होला कमेन्ट गर्नु होला कहाँदेखि हेर्नुहुन्छ है साथी के गर्ने यतिकै भिडियो बनाउँछौँ है कसलाई कस्तो लाग्छ है के कमेन्ट आउँदैन गाइस कमेन्ट गर्नु होला है त गाइस पुलाउ चाहिँ रेडी भइसक्यो भन्नु पर्यो भइसकेपछि अब हेर्नु पर्यो कस्तो भइरहेछ है मैले ढक्कन खोलेर हेरेँ ओहो वाह गाइस एकदम राम्रो कति राम्रो भइरहेछ एकदम मिठो हो हामी चाहिँ थालीमा हाल्ने क्रममा वाह हेर्नु गाइस ओहो अब चाहिँ हामी खाने तयारीमा है एकदम मिठो भइरहेछ एकदम सजिलो तरिकाको नास्ता पुलाउ भने चाहिँ टेस्टी भइरहेछ है गाइस दही भयो भने एकदम राम्रो हुन्छ गाइस दही त खानु पर्यो सो गाइस भिडियोलाई सेयर गर्नु होला लाइक गर्नु होला कमेन्ट गर्नु होला मेरो यो रेसिपी कस्तो लाग्यो आज है